ल है गाइजहरू, आज चाहिँ मौरी काट्नु लागिराखेको छ। मह अब कति छ तपाईँहरूले देख्न सक्नुहुन्छ है। आज मह काटेर खाने हो। ल है गाइजहरू, हामी चाहिँ आफ्नै घरमा उत्पादन भएको अर्ग्यानिक मह काट्नु लागेको छौँ। हामी चाहिँ अर्ग्यानिक चिजहरू खान्छौँ है। ल है गाइजहरू, यो चाहिँ मेरो आफ्नै घरमा उत्पादन भएको मौरीको मह हो। तपाईहरूले पनि अर्ग्यानिक मह खान चाहनुहुन्छ भने चाँडोभन्दा चाँडो मौरी पालेर मह यसरी नै खानु होला है। आफूलाई भुलिरहे बिर्सनेलाई सम्झिरहे, निदाउँछु भन्दै रहे, सिरानी नै भिजिरह्यो।